हिजो नेपालको बजेट घोषणा भएको छ। धेरै कुराहरू पोजिटिभ नै छ भने केही कुराहरू आउट अफ ट्र्याक पनि छ। तर सबैभन्दा इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भन्दाखेरि नेपाल स्टक एक्सचेन्ज, नेपाल सेयर मार्केट सम्बन्धी केही पोजिटिभ कुराहरू आएको छ, जसले गर्दा अहिले बजारमा पोजिटिभ सेन्टिमेन्ट फैलिएको छ। अब चाहिँ सेयर मार्केट बढ्छ भनेर लगानीकर्ताहरू पनि धुमधामसँग इन्भेस्ट गर्न रेडी भएको देखिन्छ। तर यस्तो रुमर्सहरू सुनेर ब्लाइन्डली इन्भेस्ट गर्न लाग्नु भएको छ भने अर्थशास्त्रको केही नियमहरू रिमाइन्ड गरौँ है। जब मार्केट हाई भएको हुन्छ त्यति बेला होशियार हुनुपर्छ र जब मार्केट डाउन छ त्यतिखेर अपर्च्युनिटी खोज्नुपर्छ। जब यस्तो पोजिटिभ न्युजहरू आएको छ यो नियम अलरेडी बिग प्लेयर्सहरूले फलो गरेको देखिन्छ र सानो इन्भेस्टरहरू यो कुरोलाई इग्नोर गरेकै कारण कोही 3000 देखि फसेर बसेको छन् भने कोही 3200 मा इन्ट्री गर्नेहरू अब साउ मात्रै आयो भने पनि हुन्छ भनेर पर्खिरहेको छन्। अस्ति चुनाव हुनुभन्दा अगाडि 2500-2600 मा कुदिरहेको मार्केटलाई वात्तै 3000 पुर्याइदियो अरे अब 4000 सम्म पुग्छ भन्ने रुमर्स फैलाइदिएर बिग प्लेयर्सहरू कुलेलाम ठोकेको थिए। त्यति बेलाको घाटा अझै पनि सानो इन्भेस्टरहरूले पूर्ति गर्न सकेको छैन। आजसम्मको हिस्ट्री हेर्दाखेरि जब यस्तो गुड न्युजहरू आएको छ मार्केटले पिक लेभल हिट गरेर त्यहाँबाट बिग प्लेयर्सहरू सबै एक्जिट भयो अरे मार्केटलाई फेरि पुरानै ठाउँमा लिएर राखिदिएको हिस्ट्री हामीले प्रत्यक्ष देख्न सक्छौं। अब सेकेन्डरी मार्केटमा इन्ट्री गर्ने सोचमा हुनुहुन्छ वा इन्भेस्टलाई बढाउने सोचमा हुनुहुन्छ भने यो हिस्ट्रीहरूलाई पनि ध्यान दिनु होला है।